जेठ 22मा नेपालको इतिहासमा के भएको थियो? विक्रम सम्वत 1998 पिता जित सिंह र माता ठुली भुन्टेका जेठा छोरा सङ्गीत क्षेत्रका प्रतिभा मनमैजु बैजुको काठमाडौँको यटका दमाई टोलमा जन्म। विक्रम सम्वत 1949 पिता दयाशङ्कर र माता दिलमायाका सुपुत्रका रूपमा शिक्षासेवी गणेशमान पालिखेको पोखराको पालिखे चोकमा जन्म। विक्रम सम्वत 2036 फरक आन्दोलनको घोषणामाझ सरकारद्वारा केही आवश्यक सेवाका कर्मचारीलाई हडताल गर्न निषेध गरी आदेश जारी। त्यस सम्बन्धी राजपत्र। विक्रम सम्वत 2036 जनमत सङ्ग्रह घोषणापछि देखा परेको केही खुकुलो वातावरणका माझ नेसनल ट्रेडिङ लिमिटेडका कर्मचारीले विभिन्न माग राखी हडताल सुरु गरेका। विक्रम सम्वत 2037 समाजसेवी रणशेर राईको खोपा अस्पताल धरानमा 55 वर्षको उमेरमा निधन। विक्रम सम्वत 2049 युग कवि सिद्धिचरण श्रेष्ठको निधन। सिद्धिचरण श्रेष्ठ जन्म 1969 साल जेठ 9 ओखलढुङ्गा। पिता विष्णुचरण र माता निरकुमारी। नेपाल र भारतमा शिक्षा। 1997 सालमा क्रान्ति बिना शान्ति हुँदैन उद्गार लेखे बाबत 18 वर्ष जेल। 2050 सालमा प्रकाशित युग कवि सिद्धिचरण श्रेष्ठको तस्बिर भएको हुलाक टिकट। सिद्धिचरण श्रेष्ठका केही कृति मेरो प्रतिबिम्ब, कुहिरो र घाम, भीमसेन थापा, आँसु, उर्वशी, जुनखिरी, सिद्धिचरण श्रेष्ठ मेमोर्स अफ जेल, सिद्धिचरणका जेल संस्मरण, बाँचिरहेको आवाज, सिद्धिचरणका प्रतिनिधि कविता। जनकविसँग एउटा तस्बिर, छोरासँग एउटा तस्बिर, एउटा समूहमा सिद्धिचरण श्रेष्ठ। विक्रम सम्वत 2051 निजीकरणको क्रममा सरकारले नेपाल युवा आयलको 40% सेयर 3 करोड 10 लाखमा बेचेको। विक्रम सम्वत 2058 अचेत अवस्थामै राजा दिपेन्द्रको निधनपछि वीरेन्द्रका माइला भाइ ज्ञानेन्द्र नेपालका राजा बनेका। ज्ञानेन्द्र दिनको 11 बजेदेखि नेपाल अधिराज्यका महाराजधिराज। त्यस सम्बन्धी राजपत्र। यहाँ भनिएको छ 2058 जेठ 22 गते बिहान 3:45 वीरेन्द्र सैनिक अस्पताल छाउनीमा दिपेन्द्रको निधन भएको। उत्तराधिकारीका रूपमा 58 जेठ 22 गते ज्ञानेन्द्र श्री 5 महाराजधिराज भइबक्सेको घोषणा। ज्ञानेन्द्र राजा भएपछि कोमललाई नेपाल अधिराज्यको श्री 5 बडा महारानी घोषणा। 3 दिनसम्म कर्फ्यू जारी। 2 पटक राजा। दोस्रो पटक 2058, पहिलो पटक राजा त्रिभुवन भारत निर्वासनमा जाँदा बालक राजाका रूपमा 2007 सालमा। राजा दिपेन्द्रको अन्त्येष्टि त्यसै दिन। दरबार हत्याकाण्डबारे छानबिन गर्न प्रधान न्यायाधीश केशव प्रसाद उपाध्याय अध्यक्ष र सभामुख तारानाथ राणाबाट प्रतिनिधि सभाका प्रतिपक्षी दलका नेता माधव कुमार नेपाल सदस्य रहने समिति गठन। त्यस सम्बन्धी राजपत्र। विक्रम सम्वत 2072 अर्घाखाँची मुलुकको 8औं साक्षर जिल्ला घोषित। विक्रम सम्वत 2077 चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको कार्यकाल सुरु। 2079 जेठ 20 सम्म पदमा। धन्यवाद।